स्वयम्भू योग ध्यान केन्द्रको दर्शन भ्रमण 2082 पुस 29 मङ्गलबारको यो सुन्दर बिहानी। के भने बस्नु न एकछिन सर यो आउनु न फोटो खिच्नु बलराम यो हान्ने हाल्नु अनि ल रेडी 1 2 3 जय हो 64 लिङ्ग परिक्रमा गर्दै नवीनारा शर्मिला। नयन शोभा, सङ्गीता, सुमित्रा र अरू पनि थपिए। ओम नमो शिवाय, ओम नमो शिवाय। ओम नमो शिवाय, ओम नमो शिवाय, ओम नमो शिवाय। त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव वन्दनामि तुर्भक्षेमामृतम्। ओम नमो भगवते वासुदेवाय नमः। इंद्रहाराय त्रिलोचनाय पश्वाङ्गरागाय महेश्वराय नित्याय सूर्याय दिगम्बराय तस्मै नकाराय नमो शिवाय। मंदाकिनी सलिलतंदन चर्चिताय नंदीश्वर प्रमथनाथ महेश्वराय मंदार पुष्प बहुपुष्प सुपूजिताय तस्मै मकाराय नमो शिवाय। शिवाय गौरी वदनाब्जविन्दा सूर्याय दक्षाधुरनाशकाय श्रीनीलकण्ठाय विषध्वजाय तस्मै शिकाराय नमो शिवाय। वसिष्ठ कुम्भो भवगौतमाय मुनीन्द्रदेवाचितशेखराय चन्दार्क वैश्वा नरलोचनाय तस्मै वकाराय नमो शिवाय। एजस्वरूपाय जटाधराय पिनाकस्ताय सनातनाय दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नमो शिवाय। नमो शिवाय, नमो शिवाय। कर्पूर गौर करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। नमो शिवाय, नमो शिवाय, नमो शिवाय, नमो शिवाय। जय होस्। नमस्कार, मेरो नाम नरेन्द्र प्रसाद भट्टराई। म यो तिलेश्वर धामको पुजारी। यो चाहिँ बृहस्पति ऋषिले तपस्या गर्नुभएको तपस्थली हो। तिलको लड्डु अगाडि राखेर महादेवको तपस्या गर्दाखेरि त्यही तिलको लड्डुबाट महादेव प्रकट हुनुभएकोले यहाँको महादेवको नाम चाहिँ तिलेश्वर महादेव। अनि महादेवकै प्रेरणाद्वारा पुनः बृहस्पति ऋषिले सरस्वतीको आराधना गर्नुभएकाले गर्दा यहाँ चाहिँ जलको रूपमा सरस्वती प्रकट हुनुभएको छ। यहाँको विशेषता चाहिँ के छ भने विशेष माघे सङ्क्रान्तिको दिन तिलेश्वर महादेवको जन्मोत्सवको पूजा हुन्छ। त्यस्तै गरेर नबोल्ने अलि भकभकिने बच्चाहरू, धेरै पढ्दाखेरि पनि मेहनत गर्दाखेरि पनि उनीहरूलाई पढाइमा चाहिँ अलिक कमजोर हुने बच्चाहरू, कसैको बोली लकपक भएको बच्चाहरू छन् भने सरस्वती पूजाको दिन अथवा अन्य कुनै दिन पनि बिहिबार पारेर चाहिँ
यहाँ सरस्वतीको मन्त्रद्वारा जिब्रोमा चन्दनले सरस्वतीको मन्त्र लेखिदिन्छ अनि चामल र यहाँको जल ग्रहण गरेपछि ती बच्चाहरू चाहिँ स्फूर्त रूपले बोल्ने यहाँको पहिलेदेखिको पुरानो मान्यता रहेको छ। Light, ready, smile. सबैजना smile, please. पानी कस्तो तातो रहेछ यहाँ त। लौ मेरा साथीहरू कता गए? कोही देखिँदैन त। बस त गइसक्यो, त्यो छोटो बाटोबाट जानुस्, भेट्नुहुनेछ। एक स्थानीयले भनेपछि म यो बाटो लम्काउँदैछु। कहिले नहिँडेको यस्तो खुला बाटो हिँड्न मलाई निकै रमाइलो पनि लाग्छ। उता साथीहरूलाई भने म छुटेकोमा पिर पनि होला। आज मर्निङ वाक गर्न पाएको थिएन, बडा रमाइलो मर्निङ वाक भइरहेछ। म निकै माथि आइपुगिसकेको थिएँ। सुखदेवजीले फोन गर्नुभयो र बस आइ पनि हाल्यो। उहाँहरूको नजरमा म त्यति बेलासम्म हराएँ रे। गाडी रोकेर खोज्न पनि जानुभएछ। हाम्रो गन्तव्य बस बिसाउने यहीँ रहेछ। अब अलिकता हिँड्नुपर्छ। भगवानका घर देर है अंधेर नहीं है। ठीक है इंदा हामी बेलेको मनोकामना दर्शन गर्न आउँदैछौँ। मनोकामना माता की जय।
मनोकामना मन्दिर दर्शन गर्न आउँदैछौँ। मनोकामना माता की जय। जय हो। जय श्री मनोकामना माता। जय मनोकामना माईले रक्षा गर्नु। जय हो जय हो जय मनोकामना माई। होइन म पछि पछि नै आएर हो। सबैको जय हो। जय होस् कर्म माई जय होस्। धन्नै बिजबाट हराएर खण्ड परे कर्मदै हराएर बर्बादै भएको फोटो खिच्नलाई आइपुग्नु भयो। धन्न थ्याङ्क यू भेरी मच। धन्यवाद। म नबिनाको फोटो खिच्दैछु कर्म दाइ, तपाईँ मेरो खिचिदिनु ल। सूर्य विनायक, चन्द्र विनायक, कार्य विनायक, कमल विनायक, जल विनायक, अशोक विनायक, रुद्र विनायक, जोर गणेश, सिद्धिदाता सहस्र नामका भगवान गणेशको दर्शन गरौँ। ललितपुरको लेले स्थित मनोकामना मन्दिरमा सबै साधक साधिकाहरू मिलेर हामी दर्शन गर्न आएको अवस्था छ। यो साक्षात् मनोकामना जसले मनले चिताएको कुरो पुग्छ भन्ने किंवदन्ती छ। त्यो हुनाले हामी सबैजना खाली पेटमा हेर्नुहोस् त यहाँ भक्तजनहरूको जाने लाइन कतिले त खाना आछन् होला। हाम्रो आदरणीय दाइ श्री हरिपुडा सैनी पनि आइरहनु भएको छ। सद्भाव छ। यो मनले चिताएको कुरो, मनले सोचेको कुरो पुग्ने देवीको रूपमा स्थापित यो मनोकामना मन्दिर साँच्चीकै एक आफैमा महान हुनुहुन्छ। जय होस्। जय हो। ल जय हो। हामी त चलचित्र बनाउनु भएको छ। फोटो कायवा फोटो कायवा ल ल ठिक छ है। अलि यता 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 अलि यता बस्नु। यता यता अलि यता 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 यता। उहाँ हाम्रो यो गुरु बलराम केसी एक कुशल फोटोग्राफर साथै नाचगानमा निकै रसिक, आफू नाच्दै अरूलाई पनि नाच्न प्रेरित गर्नुहुन्छ। फन्के रोटी थालैमा फन्के रोटी बजारैमा रेडी भन्नु यार। ल रेडी है। रेडी। फोटोग्राफी काम गाह्रो काम पनि हो। पिठीमा झोलाले कहिले साथ छोड्दैन।
यहाँ खिच्नभन्दा धैर्य गरेर बस्न गाह्रो हो। माता मनोकामनाको दर्शन गरौँ र शुभ आशीर्वादको अपेक्षा गरौँ। आमा मनोकामनाको भक्तिमा लीन भक्त सुखदेव घिमिरे। जमुनाको फेदैमा मनोकामना कर्म मेरो राम्रो रहेछ मनोकामनाको दर्शन पायो। ललितपुर जिल्लाको लेलेमा रहेको मनोकामना मन्दिरमा आइरहेको छौँ। हामीले यता मन्दिरको दर्शन गऱ्यौँ। अब यहाँ रहेको अर्को मनोकामना मन्दिरको दर्शन गर्ने क्रममा हामी अघि बढिरहेको छौँ। यो चाहिँ फुलचुकी माई रे, फुलचुकी माई। यता मनोकामना मन्दिरको दर्शन गऱ्यौँ। अब फुलचुकी माईको दर्शन गर्ने क्रममा हामी अघि बढिरहेका छौँ। साथीहरू त धेरै अगाडि लम्किसके। ल भाइलाई अलमा ल्याउनु भयो। फुलचुकी माईको पनि दर्शन गरौँ र वरदान मागौँ। घाम छायामा आइसक्यो। छायामा आउने फोटो आउँदैन। अलि पछाडि जाउँ, अलि पछाडि थोरै अलि पछाडि जाउँ, अलि पछाडि सेवाडा चाहिँ त्यति गयो। राममाझी तपाईँ फोटो उता हेर्ने उता हेर्ने चस्मा लाउनु पर्छ। कता हेर कता हो पुजु जाने बाटो। मन्दिरका घण्टा बजे शङ्खध्वनि छर्दै गाईहरू जम्मा भए अलिअलि गर्दै। मलाई भने महाकवि देवकोटाको यो कविता सम्झना भयो। काका वल्ल वल्ल अब हामी पनि बस्ने। म भजनमा रमाउने मान्छे भजन सुन्ने लोभले एकछिन पर्खिरहे। छुट्यो भने त साह्रै खल्लो हुन्छ है। हजुर हामी ओह्रालो लाग्यौँ अब होइन। ओह्रालो लागेपछि अब ठ्याक्कै लेले बजार आउनु पर्यो होइन। हामी बस जम्मै चढेर लाग्यौँ आएर फोन गर्नु पर्यो होइन। गङ्गा त योगमा पनि 6:30 बजे हो। बलाङ्गुरो बाँकी हो। उमा गान्धाले छैन मसँग त भन्दै थियो त।
कस्तो चित्त टाइट भएर ओह्रालो झरिरहेको कसले नयाँ ल्याएर आउनु भनेको थियो त पुरानो लाउनुपर्छ नि कोही छुट्या भए हेर्नु है अहिले हामीले लेले बजार देख्यौँ कतै यतै देख्यौँ हो त्यही लेले बजारमै हो हामी ब्रेकफास्ट गर्छौँ त्यसपछि हामी जान्छौँ के अरे पाथिभरा त्यसलाई भन्छ अब हामी यो गाउँमा आइपुगेर ब्रेकफास्ट गर्दैछौँ। भाइलाई खिच्ने माथि लिएर आउनु एउटा चाहिँ आउनु भएको है त्यो मनमा एउटा सन्तोष दिनलाई अलिकति कभर गरौँ होइन पछाडिको टाढा कहाँ रहेछ चियाले पाउनु खाइदिनु उकाली ओह्राली कतै डरलाग्दो कतै रहर लाग्दो घुम्तीहरू पार गर्दै यो उच्च स्थान पाथिभरा माताको अब हामी काखैमा आइपुग्यौँ। स्थानीय सागसब्जी बकुल्ला साथीहरूले किन्नुभयो। मैले पनि एक मुठा रायोको साग किने। ठुलो मुठा 40 रुपैयाँ।
बाबुको जिन्स चाहिँ पाइदियो पाथिभरा देवीको दर्शन गरौँ, चाहिँदो वर मागौँ। ओम जय श्री पाथिभरा देवी प्रतिकृति मन्दिर नल्लु 4 को जोसोम। दुर्गा क्षमा शिवा राति श्वास ओम सर्वमंगल मांगल्ये शिवे सर्वसाधि शरण्ये त्र्यंबके गौरी नारायणी नमस्ते। ओम दुम दुर्गा दुर्गा दुर्गे समन दुर्गा पद्म निवारण दुर्गा माचेदिन दुर्गा साधिन नाशिनी दुर्गा द्वारिन दुर्नियंती दुर्गा महापा दुर्गम ज्ञान दादु दैत्य लोक दोहन दुर्गा माँ लोका दुर्गा माँ सती दुर्गा माँ दुर्गा बीमा दुर्गा भामा दुर्गा भा ओम नम चंडिकाय नम चंडिकाय। उताबाट कहिले पाउनु आफ्नो भयो हेरिहाल्नु बाला 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 मैं जो गना देखे उन्हें गो गना देखे अलि जान लैजाउँला नि जान लैजाउँला बहिनीले राम्रो फोटो खिच्नु फोटो क्यामेरा फुकाया फोटो क्यामेरा रमाइलो गर्नुहुने उहाँ रमेश केसी। छिटो गर है मेरो चस्मा खोलिएर हो छिटो गरौँ आन सक ओ छाया अब घर गयो
सबैको जय होस्, पाथिभरा माताले रक्षा गरून्। पाथिभरा माताको फेरि एकपटक दर्शन गर्दै हामी अब ओह्रालो लाग्यौँ। जयबहादुर स्याङदान मेरो नो कोटेश्वम गाउँपालिका जयबहादुर स्याङदान पाथिभरा मन्दिर स्थापना गरेको पनि जयबहादुर हो। त्यहाँबाट किन्नु पनि जग्गा दान गरेको पनि जयबहादुर हो। सबै भक्तजनहरू आउनु हजुर जयबहादुर हो जयबहादुर हो। ए हजुर दान गरे ए स्थापना पनि हुने धार्मिक हजुर स्थापना पनि हो। मान्छे मन्दिरमा आउँछ एउटा बाध्य मान्ने मागो भन्छ हामी यस्तो जग्गा दिएर यस्तो गर्दाखेरि आनन्द छ। यो महँगो छ नि किन नि महँगो गरेको भएको पनि यस्ता यतिकै अब सस्तो भने महँगो भने बदम खाएको सुन्तला छोडाको के छ जोडाको बदम खाएको सुन्तला छोडाको के छ खबर पुरानो जोडाको खानासँग खाना बिर्सेको दही बसमा खाँदैछौँ। त्यही हालिदिनु न, त्यही दिनु न, त्यही दिनु न, त्यही दिनु सबैले चाहिँ हाल्नु सक्नु होइन तपाईँ सुन्नु न, सुई चाहिँ उभाएर त्यो भाँडो दिनु हो तपाईँलाई सजिलो हुन्छ। यहाँ अलि पेपर पनि माग्नु पर्यो चिसो चाहिँ चिसो छ है एकदम कर्मकारी गीत है यो मनाले आटे
फर्स्ट प्राइज पाउनु पर्ने आज मनाएर के छ माया जिंदगी आँखा झलमला प्राण भन्दा प्यारो मेरो हजुर प्राण भन्दा